ल साथीहरू, यो चाहिँ गङ्गालाल हस्पिटल है। कस्तो राम्रो छ कि हस्पिटल। हेरेन हस्पिटल जस्तो देखिँदैन के अरे, बगैँचाहरू कस्तो राम्रो, बिरामीहरूलाई स्वास्थ्यमा एकदमै राम्रो हुन्छ। हरियो हरियो पानी अहिले भर्खर आएको, यो चाहिँ यहाँबाट पानी लगाएको क्यारे मान्छेले बेला बेला मात्रै लगाउँछ नि। यो पानीले चाहिँ अब जस के भन्छ, अक्सिजन पनि राम्रो आउने, त्यसपछि चराचुरुङ्गीहरूलाई जनावरहरूलाई पनि पानी खान पाइने राम्रो छ। अनि हामी चाहिँ हस्पिटल आएको यहाँ भान्जीको लागि। यो हेर्नु कस्तो राम्रो क्या, यहाँभित्र त घुम्ती जस्तै, यो कति राम्रो। यो के को रुख रे दिदी? यो स्वामी स्वामीको रुख भन्छ यो। कति राम्रो छ नि स्वामीको। अनि भान्जी यहाँ बसिराख्नु भएको छ। भान्जी कस्तो लागिरहेछ आज 1 वर्षपछि हस्पिटल आउँदाखेरि? कहिले आउनु नपऱ्यो भने जस्तो लाग्दो होला बिचरा है। के गर्नु अब, आउनुपर्छ, स्वस्थ रहनुपर्छ नि त, राम्रो हुनुपर्छ। अनि यता यहाँ चाहिँ मेरो दिदी है, बसिरहन्छ। हामी कति बजे उठेको दिदी? बिहान 6 बजे उठेर हामी, अनि 6 बजे होइन नि, अझ 5 उठेर अनि तयारी गरेर के गर्नु, आफ्नो छोराछोरीको होइन, आमा बाउको लागि छोराछोरी भनेको प्राणभन्दा नि प्यारो हुन्छ नि। कसरी हुन्छ, छोराछोरीलाई राम्रो बनाऊ, स्वस्थ होस् भनेर हुन्छ नि। त्यही भएर दिदी बिहानैदेखि उठ्नु भएर मिहिनेत गरेर तयारी गर्नु हुँदै, हामीलाई पनि उठाउनु हुँदै हामी यसरी हस्पिटलमा आएका छौँ। अनि भान्जीको अझ राम्रो स्वास्थ्यमा लाभ होस्, एकदम राम्रो होस् भन्ने हामीलाई लागिरह। यो चाहिँ हस्पिटलको बाटोहरू हो, हेर्नु यस्तो राम्रो छ। सबै बस्ने पनि सुविधा छ, कति राम्रो। सबैजनालाई, बिरामी कुरुहरूलाई पनि छ, यसरी राम्रो छ। मलाई चाहिँ पानीमा देखाइराख्नु मन लागेको अरू भन्दा नि। अनि कस्तो राम्रो छ। अझ म जुम गरेर हेर्छु, एकदम राम्रो छ। अब दिदी घुम्ने रे हिँड्ने अरे, घुम्नु भयो। दिदी त हिँड्नुभयो, उता पर जानुभयो। अब कति दिन बस्नुपर्छ, डक्टरले के भन्छ त्यही अनुसार गर्नुपर्छ।